सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आजको भिडियो चाहिँ तपाईँले थम्बनेल र टाइटल हेरेर सार्प सक्नुभएको होला। मैले चाहिँ फर्स्टमै के गरेँ भन्दाखेरि लसुन छिल्दै थिएँ है। तपाईँलाई थाहा छ होला, लसुन छिल्दै थिएँ। लसुन चाहिँ मजाले छिल्नुपर्छ नि त है। लसुन चाहिँ मैले मजाले छिलेँ। अनि त्यहाँबाट मैले एकछिन त्यहाँनिर पानी, लसुन र अदुवा थियो, मैले अदुवा पनि मजाले छिल्देँ हो। अनि त्यहाँबाट मजाले छिलेपछि चाहिँ एकछिन राखिदिएको थिएँ। त्यहाँबाट मैले छिटो गर्नु थालिहालेँ हो। त्यहाँ मजाले छिल्दै थिएँ। त्यहाँबाट मलाई अल्छी लाग्नु थाल्यो। त्यहाँ मजाले छिलेपछि चाहिँ मैले तपाईँलाई देखाउँदै थिएँ यति छिलेँ भनेर। त्यहाँबाट मैले मजाले छिल्न थालिहालेँ हो। त्यहाँबाट यतिको चाहिँ भएको थियो भनेर मैले तपाईँलाई देखाउँदै थिएँ। त्यहाँबाट यतिको भएको थियो है। त्यहाँबाट मैले छिटो गर्नुपर्छ चाहिँ त्यहाँबाट मैले यहाँनिर छेउबाट फ्लाइट पनि जाँदै थियो। मैले फ्लाइट पनि देखाइदिइहालेँ। अनि मैले फेरि पनि काम स्पिड गर्न थालिहालेँ, किनभने मलाई अल्छी लाग्दै गएको थियो नि त। अनि त्यहाँबाट मैले छिटो गरिहालेँ। अनि त्यहाँबाट मैले स्पिड गर्न थालिहालेँ, किनभने मलाई अरू कामहरू पनि गर्नु थियो है। अनि त्यहाँबाट चाहिँ मैले एकछिनमा राख्छु होला हौ भनेर गरेँ। त्यहाँबाट तपाईँहरूलाई म लसुन पनि देखाउनु कोसिस गर्दै थिएँ। त्यहाँबाट मजाले छिलेँ नि त। अनि त्यहाँबाट यसरी छिल्नु हो भनेर देखाउँदै थिएँ। त्यहाँबाट चाहिँ मैले मजाले छिलेँ। आज चाहिँ पुरा गरम थियो नि त। अनि मैले चाहिँ फ्यान खोलिरहेको थिएँ। म त खुट्टा पनि दुख्यो, भएन भनेर भने। त्यहाँदेखि फ्यान चाहिँ किन नआएको होला हौ भनेर सोचेँ। त्यो नआउँदै आएन। त्यहाँदेखि यतिको भयो भनेदेखि आजको दिन चाहिँ कस्तो दामी भइरहेको थियो है। त्यहाँदेखि लसुन पनि त्यति बेला मैले देखाइहालेँ यतिको भयो भनेर है। मजाले यो चाहिँ धोइसकेको हो है। त्यहाँबाट मैले सिधै गएँ। आज त कति बजिसकेछ हौ भनेर भने। त्यहाँदेखि माछा धोइहालेँ मैले। फर्स्टमा चाहिँ पखालेको एकछिन। त्यहाँदेखि फेरि मैले स्टार्ट गर्नु थालेँ माछा गर्नु लागि, लसुन गर्नु लागि। त्यहाँदेखि यति भएको थियो। अनि त्यहाँबाट मैले मजाले धोएँ। त्यहाँदेखि मलाई भोक लाग्न थाल्यो। त्यहाँदेखि मैले चाहिँ अलिकति प्रोटिन सेक खाएँ है। मैले प्रोटिन सेक चाहिँ देखाइनँ। त्यो प्रोटिन सेक भन्दाखेरि पनि एउटा दबाई पाउँछ कि त्यो खानुपर्छ, त्यसले चाहिँ हेल्थको लागि राम्रो हो। अनि मैले चाहिँ मजाले दुध हालेँ, प्याकेटको दुध पनि हालेँ। अनि मजाले बसी खाइदिएँ छिटो गरेर। त्यहाँबाट चाहिँ मैले एकछिन बादमा खाएपछि चाहिँ एकछिन राखिदिएको थिएँ। त्यहाँबाट चाहिँ मजाले खाएपछि चाहिँ मैले गुड खाइदिएँ। अनि त्यहाँपछि चाहिँ मैले स्टार्ट गरेँ आफ्नो। फेरि एकछिन बसेर मैले आफ्नो स्टार्ट गर्नु थालेँ काम। हस् गर्छु हौ काम भनेर भने। अनि म चाहिँ सिधै उयो छोडेर चाहिँ म गएँ माछापट्टि। माछा चाहिँ हाम्रो दिदीहरूले आन्टीहरूले छिल्नु हुँदै थियो। अनि यो चाहिँ उयो गर्नु हुँदै थियो नि त, माछा खुर्किनु हुँदै थियो। यसरी खुर्किन्छ भनेर। अनि सुगाएस अनि माछा चाहिँ मजाले केलाउनु पर्छ नि त हो। अनि किनभने चाहिँ मजाले केलायो भने त्यो भित्रको त्यो के भन्छ त्यो आन्द्राभुँडीहरू सबै फ्याँक्नुपर्छ। अनि हामीले चाहिँ मजाले आन्टीहरूले चाहिँ मजाले छिल्दै गर्नुहुन्थ्यो थियो। 2-3जना आन्टीहरू हुनुहुन्थ्यो है। त्यहाँबाट मजाले गर्नुपर्छ। त्यहाँबाट मजाले गरेपछि चाहिँ मैले यतापट्टि बोलमा राखिदिएको थियो। गरेको चाहिँ बोलमा राख्दै थियो। अनि त्यहाँबाट यतापट्टि चाहिँ बोलमा राख्दै गर्दै फेरि अर्कोपट्टि केलाउँदै गर्दै थियो। यसरी निकाल्नुपर्छ नि त भित्रकोहरू पनि। अनि यस्तो गर्दै पखाल्दै अनि यो लास्टमा चाहिँ धुनुपर्छ सबै हो। अनि त्योबाट मजाले काट्दै धुँदै गर्दै गर्नुपर्छ। अनि त्यो कारणले बिस्तारै गर्नुपर्छ नि त हो। अनि त्यो कारणले गर्दाखेरि मजाले गर्नुपर्छ, किनभने अरूलाई दिने हो नि त। अनि त्यो कारणले गर्दाखेरि अनि मजाले गऱ्यो हामीले है। अनि त्यो कारणले गर्दा मजाले गरेपछि चाहिँ अन्त हामीले चाहिँ फ्राईहरू गर्नुपर्छ है। त्यहाँबाट मैले फेरि बोलमा गरेर देखाएँ। त्यहाँबाट बोलमा यसरी हाल्दै थियो। झिँगाहरू पनि पुरा आउँदै थियो हो। अनि त्यहाँबाट म सिधै गएँ मासुपट्टि। मासु चाहिँ यत्रो थियो। यो चाहिँ कम्ती हो मासु है। यो चाहिँ चिकनको हो। अनि पोर्कको पनि थियो। के चिकन, पोर्क, मासु, माछाहरू थियो। अनि त्यो कारणले गर्दाखेरि यत्रो मासु थियो। यो त कम्ती हो, अझै थियो। अनि यहाँ चाहिँ पखाल्दै थियो माछा, पखाल्नु पऱ्यो नि त। अनि यो चाहिँ
त्यो सबै त्यो केहरू थियो त्यो कारणले गर्दा पानी रातो भएको थियो अनि त्यो कारणले धुनु पऱ्यो। अनि त्यहाँबाट यो चाहिँ अर्को मासु हो है, त्यसमा फेरि थप्यो हामीले। अनि यत्रै छ त यो जस्तै छ त बेसी भएको छैन त भन्नुहुँदैन तर यति नै हो थप्यो हामीले। त्यहाँबाट यो चाहिँ उयो नागाको लसुन हो, नागाको लसुन हो यो चाहिँ। अनि यो चाहिँ लाइट गएर चाहिँ अलिकति अँध्यारो भएको थियो, त्यही कारणले गर्दाखेरि अँध्यारो भएको थियो नि त, त्यही कारणले गर्दाखेरि हो यो चाहिँ नागाको लसुन हो है। अनि त्यहाँबाट यो लसुनलाई पनि मजाले छिल्नुपर्छ, मजाले छिनेर यसको त्यो बोक्राहरू निकाल्नुपर्छ। अनि त्यो कारणले गर्दाखेरि लसुन हुन्छ हाम्रो जस्तै, तर यहाँ चाहिँ यत्रो लामो हुन्छ उहाँको लसुन। अनि यो चाहिँ अन्डा हो, अनि पानी अलग्गै अन्डा अलग्गै गर्नुपर्छ। अनि मासुमा हाल्दाखेरि चाहिँ अन्डा हाल्नुपर्छ, पानी चाहिँ हाल्नु हुँदैन, तपाईँले छुट्याउनुपर्छ। अनि यो चाहिँ हो जिन्जर गार्लिक पेस्ट बनाएको हामीले। यसको चाहिँ पानी पनि हाल्नुपर्छ है, पानी छुट्याउनुपर्छ तपाईँले, पानी अलग्गै जिन्जर गार्लिक अलग्गै है। त्यहाँबाट हामीले गरेपछि चाहिँ मजाले थिचेँ। त्यहाँदेखि त्यो थिचेपछि यहाँ सब्जीहरू काट्दै थियो, अनि यसरी काट्नुपर्छ, सबैले काट्नु हुँदै थियो। अनि उयो चाहिँ बोडी हो है, यो चाहिँ बोडी हो। अनि त्यहाँबाट यहाँ काट्नु हुँदै थियो। अनि त्यहाँबाट सब सागसब्जी थियो यहाँ। त्यहाँबाट मैले अन्डा देखाउँदै थिएँ यसरी। अनि अन्डा चाहिँ चम्चीमा आएको थिएन नि त, अनि त्यो कारणले गर्दा होस् भने। अनि पानी थियो हो, अनि पानी थियो। अनि यो चाहिँ माछा हो, माछालाई चाहिँ अघिको माछालाई चाहिँ हर्दीहरू लाएर एकछिन राखेको थियो है। अनि त्यहाँबाट यहाँ चाहिँ मासु थियो, मासु चाहिँ फ्राई गरिसकेको हो, यो चाहिँ म्यारिनेट गरेको हो यो चाहिँ। अनि त्यहाँबाट मैले देखाउँदै थिएँ यसरी नुनहरू हालेको, अन्डाहरू पनि हाल्दै थियो नै। अनि त्यो कारणले गर्दाखेरि यस्तो गर्नुपर्छ, मजाले मिक्स गर्नुपर्छ। अन्त मजाले मिक्स गरेपछि चाहिँ यस्तो हुन्छ, मिक्स गरेपछि चाहिँ। अनि हामीले चाहिँ लेग पिस मात्रै मगाएको थिएँ, किनभने यहीँ चाहिन्छ नि त है। अनि त्यो कारणले गर्दाखेरि अन्त मजाले मिक्स गर्नुपर्छ, यस्तो हुन्छ हो। अनि त्यहाँबाट चाहिँ मजाले मिक्स गरेपछि चाहिँ हामीले देखाउनु पर्ने हुन्छ। अनि यो चाहिँ अघिको अन्डा हालेको थियो हो, अन्डा हालेको चाहिँ देखाएको नि त, किनभने अन्डा यसरी हाल्नुपर्छ है भनेर तपाईँहरूलाई देखाउँदै थियो। अनि त्यहाँबाट चाहिँ यस्तो हुन्छ भनेर है। त्यहाँबाट हामीले यस्तो गरी त्यहाँबाट मजाले मिक्स गर्नुपर्छ। अन्डा हाल्यो भने चाहिँ मिठो आउँछ नि त, टेस्ट चाहिँ अर्कै टाइपको हुन्छ कि अब, त्यो कारणले गर्दाखेरि हामीले अन्डा हालेँ। अनि त्यहाँबाट हामीले मजाले मिक्स गर्नुपर्छ है, मजाले मिक्स गरेर चाहिँ राखिदिनुपर्छ। त्यहाँदेखि चाहिँ हामीले निम्बु हालेँ है, निम्बु हालेको थियो हामीले। त्यहाँबाट मासु थियो, अघिको मासु, निम्बुहरू हालेर हामीले एकछिन छरिदियो त्यहाँनिरै है। त्यहाँनिर एकछिन छरिदिएपछि त्यहाँबाट हामी गयो सिधै अघिकै माछा चाहिँ यसरी केलाउनु पर्छ भनेर है। यो चाहिँ सेकेन्डपल्ट ल्याएको थियो माछा, अनि त्यो कारणले हामीले छिलेको देखाएको है। अनि सेकेन्डपट्टि पनि हामीले गऱ्यो नि त, त्यो फर्स्टमा चाहिँ अलिकति कम्ती भएर अनि हामीले सेकेन्डपट्टि पनि गरेको थिएँ, सेकेन्डपल्ट। अनि त्यहाँबाट हामीले गरेपछि चाहिँ एकछिन राख्नुपर्छ। अनि यहाँ पनि अघिको जस्तै यसरी निकाल्नुपर्छ, अघि त राम्ररी देखाउनु पाइनँ है, यहाँ पनि यसरी निकाल्छ। अनि त्यहाँबाट यस्तो लोहरू अन्डाहरू केहरू हुन्छ यभित्र पनि, त्यो सबैहरू निकाल्नुपर्छ। अनि यस्तो हुन्छ है। त्यहाँबाट तपाईँले पनि अब बर्थडे पार्टी केहरू हुँदाखेरि यसरी बनाएर तपाईँले नानीहरूलाई को कोलाई बोलाउनुहुन्छ दिनु सक्नुहुन्छ है, यस्तो हुन्छ भनेर। अनि यो चाहिँ चाना र मटर हो, यो चाहिँ हाम्रो अचार बनाएको है, यो चाहिँ नेपालीको अचार हो, तपाईँले खानुभएको होला है। अनि यो चाहिँ मिठो हुन्छ, अमिलो मिठो पिरो पनि हुन्छ है। यसमा चाहिँ अलिकति पिरो हाल्नुपर्छ, किनभने पिरो हालेर पनि टेस्ट हुँदैन। अनि निम्बुको झोल हाल्यो हामीले, निम्बु पनि हाल्नुपर्छ है। अनि यो चाहिँ त्यो ग्रेभी जस्तो बनाएको कालो तिल हालेर है, यो चाहिँ मजाले चलाउनु पर्छ।
अनि यो चाहिँ हिजो काटेको अघि काटेको बोरी सोरी थियो नि त्यो केहरू सब्जीहरू त्यसको चाहिँ सब्जी बनाएको। अनि यो पत्तामा चाहिँ पत्ता बनाएको छ। यो पत्तालाई चाहिँ मजाले पुसेर त्यसमा डल्लो बनाएर दिने अरे है। अनि त्यहाँबाट सबैले पुस्दै थियो। यत्रो पत्ता चाहिँ कम्ती हुन्छ भनेर मजाले निम्बु थियो, निम्बु त्यहाँनिर हाल्दै थियो। अनि यतापट्टि थियो निम्बु है। अनि यहाँनिर अनि निम्बु मजाले निचार्दै थियो। अनि त्यो कारणले गर्दाखेरि मजाले निचारेपछि मासु पनि त्यति बेलै फ्राई भइसकेको थियो। मासु पनि हाल्दै थियो बनाइसकेर। यसरी गरेर चाहिँ हामीले दिने भनेर सोचेको थियौँ। अनि हामीले दिँदै थियौँ है। यसरी बनाएर चाहिँ आधी त भइसकेको थियो। छिटो बनाएको नि त है। अनि यहाँबाट मासु यत्तिको फ्राई भएको थियो है। कस्तो खमखम लागेको थियो है। अनि त्यहाँबाट मजाले गरेपछि चाहिँ हामीले यसरी पोखो पारेर देखाउने दिने भनेर सोच्यौँ। त्यति बेला हामीले त्यसरी नै गरेर दियौँ। अनि यो चाहिँ यसलाई बार्ने, यसलाई चाहिँ मलाई के हो याद छैन। यो चाहिँ बान्नुपर्छ यसलाई चाहिँ। त्यो गरेपछि नझरोस् भनेर तपाईँले जान्नुहुँदैछ भने प्लिज मलाई कमेन्ट गर्नुहोस्। अनि त्यहाँबाट मलाई कमेन्ट गरेपछि मलाई दिनुहोस् है। अनि त्यहाँबाट मैले यस्तो गरेपछि यहाँ मासु चाहिँ यसरी हाल्नुपर्छ है। अनि राम्रो स्टाइलिस पनि हुन्छ है। अनि त्यो कारणले गर्दाखेरि अनि यसरी मजाले मासुहरू हालेको थियो। बनाउँदा कम्ती भयो त भन्नुहुँदै होला। किसिम किसिमको मासु छ नि त, सब्जीहरू भेराइटी छ। त्यो कारणले हामीले गर्दाखेरि कम्ती नै बनायौँ। अनि आधी चाहिँ हामीले राख्नु त राखिनँ, तर पनि हामीले उयो गरेको थियौँ, राखिरहेको थियौँ त नि। त्यहाँबाट हामीले मजाले गरेपछि चाहिँ बान्नुपर्छ यसलाई। बानेपछि चाहिँ नझरोस् भनेर। अनि बानेपछि चाहिँ मजाले यतिको हुन्छ। अनि मैले देखाउँदै थिएँ यस्तो भयो भनेर। अनि यस्तो भयो भने देखेपछि चाहिँ अनि यतापट्टिको चाहिँ हो माछा। यो चाहिँ माछा बनाएको थियो नि अघिको त्यो हो। अनि यो चाहिँ थ्याङ्क्स गिभिङको लागि हो। यसरी ब्याग बनाएर क्युट क्युट फ्लावरहरू राखेर। अनि यहाँ चाहिँ अघिको अचार बनाएको थियो। त्यो अचार बनाएको चाहिँ हाल्दै थियो। अनि यहाँ सब्जी थियो है। त्यो अचार चाहिँ एउटा चाहिँ सब्जी चाहिँ भइसकेको थियो। अनि त्यहाँबाट यस्तो भइसकेको थियो सब्जी चाहिँ सबै पाकिसकेर। अनि यहाँनिर चाहिँ मासु र